ले ज्याम ज्याम परिया छ आकाशजी म हाम्रो बिनाजु भएर चिया गफ्दैछ है मस्त पानी बगिरहेको छ हाम्रो चिया फेरि आकाशजी र म फेरि ट्याक्कै के यो ब्ल्याक टी मात्रै खान्छौँ कि हामीले अरू खाँदैनौँ है ट्याक्कै यो चिया गफ्दैछ हामी दुई तीन भाइको ल आकाशजी कसैलाई तपाईँको भक्त जनावरलाई केही भन्ने इच्छा छ अब कुरा त्यही हो अस्ति नै जुन भनेको थियो त्यही नै हो हजुर त्यो त एउटै कुरा आउँछ कि त्यही कुरा मात्र पोइन्ट टु बी नोटेड वैदिक हिन्दू सनातन धर्मलाई रक्षा गर्नु पर्यो हजुर गौ माताको जय होस् भन्नु पर्यो नेपाल राष्ट्रलाई जोगाउनु पर्यो हजुर 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 अनि देशमा शान्ति सुस्वास्थ्य राम्रो होस् भन्ने चाहिँ हाम्रो हेतु हो जो लोक कल्याण जगत कल्याण विश्व कल्याण होस् हजुर हजुर सबैजना फ्यामिली भएर राम्रो तरिकाले जुनसुकै सम्प्रदायको भए पनि हजुर राम्रो तरिकाले बस्दिनु होला मिलेर बस्नुपर्छ समाजमा भन्ने कुरो हो नेगेटिभिटीतिर जानु न पोजिटिभिटीतिर जाउँ भन्ने हाम्रो अनि तपाईँको शुभचिन्तकहरूलाई के भन्नुहुन्छ सबैलाई नमन गर्न चाहन्छु ओम नमः शिवाय तपाईँसँग धेरै भेट्न पनि खोज्नु भएको धेरैजनाले तपाईँलाई त्यसरी अब तपाईँ एकै ठाउँ बस्नुहुन्न है हजुर हामी ट्राभलिङ हो तपाईँ त अब घुमै गर्नुहुन्छ ट्राभलिङ हो है जस्तै तपाईँको अब नेक्स्ट जाने प्लानहरू कहाँ छ नेक्स्ट मलाई चाहिँ पाथिभारा दर्शन पाथिभारा दर्शन पाथिभारा अनि त्यस पछाडि रिटर्न ब्याक टु बागलुङ अहिले तत्काललाई कता जाने तपाईँको तत्कालै म पाथिभारा जाने पाथिभारा ल पाथिभारा ताप्लेजुङमा पर्छ है ताप्लेजुङतिर अब आकाशजीलाई हाम्रो उहाँलाई कोही मन पर्ने उहाँको देख्न इच्छा भेट्न इच्छा भएकोले उहाँको अबको नेक्स्ट टार्गेट भनेको हाम्रो पाथिभारा माताको दर्शन गर्न आउँदै हुनुहुन्छ अरे उहाँलाई अब उतै भेट्न पनि सक्नुहुन्छ है तपाईँहरूले भेट्नुहोस् कस्तो हुँदो रहेछ तपाईँले भिडियोमा त हुन त मान्छेको आफ्नो सोच हुन्छ फरक कमेन्ट गरिराख्छन् राम्रोले राम्रो देख्छ नराम्रोले नराम्रो देख्छ है हो उहाँलाई भेटेर कस्तो हुनुहुँदो रहेछ हामी कसरी उहाँको पछि लाग्यौँ त होइन राम्रो भएरै त पक्कै पछि लागौँला होइन त्यही भएर तपाईँले उहाँलाई भेटेरै आफै कस्तो के हो भनेर उहाँसँग कुरा गर्न सक्नुहुन्छ उहाँ भेट्नु नभने सहयोग गर्नु होला उहाँको भिडियो कसैले त्यो अन्यथा बनाएको होइन हामीले अरूले पनि त्यो बनाएर मजाक नगराइदिनु होला है बदनाम नगराइदिनु होला समाजलाई चाहिँ हामीले पच्ने खालको पोजिटिभिटीतिर लैजाने हो हजुर हजुर हामी बिग्रेर हिँड्ने होइन हजुर सक्नुहुन्छ अब सहयोग गरिदिनु होला होइन उहाँ एउटा साधु भनेर हिँडेको है एउटा सन्यासी हो महान आत्मा उहाँ कान चिर्रेको बाबा हो क्या उहाँ जस्तो पाइ त्यस्तोको बाबा त धेरै हुन्छन् उहाँ त कान चिर्रेको बाबा मैले पहिला पनि हजुरले भन्नुभएको थियो कान चिरेको जोगी बन्न कति गाह्रो छ